ड्रिम इन्टरनेसनल प्लेयर जसलाई चाहिँ कुनै दिन चाहिँ म विराटनगर किङ्समा भित्र्याउँछु? विराट कोहली एउटा प्लेयरले कन्ट्री चेन्ज गरिदिन्छ। जब तपाईँ एनपिएलमा बस्नुहुन्छ सेलेक्सनको टिममा, त्यहाँ सबै प्लेयर बराबर हो। सेन्ट म्यान यस्तो ठाउँ थियो जहाँ हरेकजना पुग्थ्यो होइन। म त मेरो लाइफ नै सेन्ट म्यानमा बिताएको छु। युएसँग हाम्रो टक्कर हुन्थ्यो, हामी हार्थ्यौँ पनि जित्थ्यौँ पनि, यो हुन्थ्यो होइन। तर एक टाइम यस्तो बिचमा आयो कि हामी युएलाई कन्टिन्यू हराइदियौँ। अब एउटा माहौल क्रिएट भइरहेको छ। सो वी हेभ आवर भेरी ओन विराटनगर किङ्सको ओनर पनि हुनुहुन्छ, त्यसै गरी चाहिँ पूर्व राष्ट्र खेलाडी पनि हुनुहुन्छ पारस दाई, पारस लुनिया दाई। वेलकम दाई। यो अब विराटनगर किङ्स टिमको ओनर पनि हुनुहुन्छ। एनपिएल सिजन 2 नजिकै गइरहेको छ, अब केही दिन मात्रै बाँकी छ। अहिले विराटनगर किङ्सको चाहिँ चारैतिर चर्चा छ। फ्याफ डु प्लेसिस, मार्टिन गप्टिल जस्ता टप इन्टरनेसनल खेलाडीहरू, त्यसै गरी कोचमा पनि यहाँहरूले पुबुदु दास नायकले हुनुभएको छ। यो अहिले एज अ टिम ओनर चाहिँ यो चर्चाको बिचमा चाहिँ कस्तो फिल भइरहेछ दाइ? अब कुरा गर्छौँ भने हाम्रो काम एज अ ओनरको काम के हुन्छ? एउटा टिमलाई राम्रो सेटअप गरिदिने या टिमसँग जुडेका कोच या कन्सल्टेन्टहरूसँग एउटा टिम वर्क बनाएर, जसरी हाम्रो लोकल प्लेयर सँगसँगै बाहिरको प्लेयरलाई हामीले म्याच गराउनुपर्छ। अब धेरैजना मान्छेले भन्छ यो भएन त्यो भएन फर इक्जाम्पल भन्छ नि, किनभने अब जसलाई क्रिकेटिङ सेन्स छ, फर इक्जाम्पल हाम्रो टिमको विक पोइन्ट के हो, हामीसँग के छैन, ल्याउने विदेशी प्लेयर त्यही हो। हाम्रो ब्याट्सम्यानमा ब्याटिङ कमजोर छ कि, हाम्रो अलराउन्डर पर्फर्मेन्समा फिनिसरमा प्रब्लम छ कि, हामीलाई कुनै राम्रो बलर चाहियो कि, द्याट इज अल स्ट्राटेजी पार्ट होइन। प्लस विकेट कस्तो हुन्छ त्यसको आइडिया हुँदैन नि हामीलाई। हाम्रो काम हो एउटा, अब म आफू पनि एक्स क्रिकेटरको नाता त्यो एउटा एक्सपिरियन्सको एडभान्टेज हुन्छ। त्यो हाम्रो ओनरसिपमा एउटा एडभान्टेज भनेपछि मेरो एउटा त्यो एक्स क्रिकेटर भएको एउटा एडभान्टेज हो कि म त्यति कुरा बुझ्छु, डिबेट गर्न सक्छौँ, त्यसको एडभान्टेज पनि छ। भोलिको डेटमा डिबेट पनि गर्न सकिन्छ नि, वाइ यु आर चुजिङ दिस इन्स्टिट्युट अफ दिस, त त्यसको एउटा एडभान्टेज पाइन्छ। हामीले आफ्नो एउटा कम्प्लिट काम गऱ्यौँ अहिलेको डेटमा। र जब तपाईँ कुनै लिगमा हुनुहुन्छ र त्यो एउटा नेपालको सर्वोच्च लिग छ भन्नु एक हिसाबले, त त्यसमा तपाईँको पर्फर्मेन्स सबैले वाच गर्छ। कुनै लोकल लिग त छैन यो लिग यस्तो हो कि देशभरिको विदेशमा बसेका हाम्रा शुभचिन्तकहरू, हाम्रो देशवासीहरू पनि उता जति पनि छन् सबैको एक्साइटमेन्ट हुन्छ एनपिएल हेर्ने। हाम्रो यो पालि फोकस यही थियो कि टिम कसरी राम्रो बनाउने। त्यो राम्रो बनाउने नातामा हामी मुम्बई पनि पठायौँ प्लेयरहरूलाई। 15 दिन 12देखि 15 दिनको उनीहरू राम्रो ट्रेनिङ पनि त्यहाँबाट गरेर आयो। हाम्रो काम हामीले गऱ्यौँ। स्पेसल्ली चाहिँ फ्याफ डु प्लेसिसलाई चाहिँ टिममा ल्याउनको लागि कतिको होइन, फ्याफलाई ल्याउन लागि सङ्घर्ष गर्नु पऱ्यो, किनभने अब नेपालको नाममा प्लेयरहरू त्यति ठुलो प्लेयरहरू आउनु त्यतिकै मान्दैनन् होइन। तर अब हाम्रो लक थियो, हामीले कन्भिन्स गर्न पायौँ र आजको डेटमा फ्याफ हामीसँग हुन्छ खेल्नको लागि। अब धेरैजनाले चाहिँ यहाँलाई विराटनगर किङ्सको टिम ओनर भनेर चिन्छन्, तर धेरैलाई थाहा नहुन सक्छ यहाँले पनि चाहिँ नेपाली क्रिकेट टिमको लागि चाहिँ नेसनल पनि खेलिसक्नु भएको छ। अब अलिकति कम्पेयर गरौँ न दाइ, यो तपाईँको पालाको क्रिकेट र अहिलेको क्रिकेटमा कस्तो खालको भिन्नता छ? त्यो बेलाको क्रिकेटको एक्सपोजर र अहिलेको एक्सपोजरमा कतिको फरक पाउनुहुन्छ क्रिकेटमा? पहिला र अहिलेमा धेरै फरक छ। हिसाबले 20 इयर्स ब्याकको कुरा होइन, अलमोस्ट 25 इयर्स नै भन्नु पऱ्यो। अब हाम्रो बेलामा प्रशिक्षकहरू सीमित टाइमको लागि आउँथ्यो, टुर्नामेन्टको ड्युरेसनमा मात्रै हामीले सपोर्ट पाउँथ्यौँ। लोकल प्रशिक्षक हुनुहुन्थ्यो, लोकल प्रशिक्षकले पनि आफ्नो हिसाबले राम्रै गर्न खोज्नुहुन्थ्यो। तर के हुन्छ कि एउटा चाइल्डहुडदेखि नै क्रिकेटर भएर उनीहरू कन्ट्री रिप्रेजेन्ट गरेर प्रशिक्षक बन्छन्, उनीहरूको एउटा एबिलिटी र हाम्रोमा एबिलिटीमा फरक पर्छ। अब हाम्रो बेलामा हामी धेरै सङ्घर्ष गऱ्यौँ। अब हामी स्टाफ कलेजमा बस्थ्यौँ काठमाडौँमा, म त 7-8 वर्षै रिप्रेजेन्ट गरेँ कन्ट्री। 25 रुपियाँ स्टाफ कलेजमा हामी पर डे पैसा पाउँथ्यौँ। अब ब्याटहरू पनि हामी एउटा ब्याटले नै पुरा सिजन त्यसलाई फेभिकोल लगाएर टाँसेर पनि हामी खेलिहाल्थ्यौँ। त्यो क्रिकेट र अहिलेको क्रिकेटमा धेरै फरक छ। पहिला अब 50 ओभर गेममा 150 रनमा गेम जित्दिन्थ्यौँ हामी, 200 रन त हेर्नै पाउने थियो, धेरै कम सिचुएसन होइन। अहिलेको गेम तपाईँको यो भिडियो गेम जस्तो भयो कि चौका छक्का लास्ट ओभरमा 30 रन पनि यु क्यान नेभर नो, जितिदिन्छ मान्छे। 3टा छक्का 2टा चौका हान्यो, लास्टमा हानिदियो, चौका नभए छक्का, गेम जित्यो होइन। त्यो र अहिलेको क्रिकेटमा धेरै फरक छ। पहिलाको क्रिकेट बलर डोमिनेटिङ थियो, त अहिले ब्याटिङ डोमिनेटिङ छ। अहिलेको डेटमा 200 रन पनि 20 ओभरमा चेजेबल छ, 250 पनि चेजेबल छ, यस्तो स्थिति छ अहिलेको डेटमा। त त्यो प्याटर्न चेन्ज भयो, प्लस हरेक कुरा एक्सपेन्सिभ भयो। एक्सपोजरको जुन कुरा गर्नुहुन्छ हाम्रो टाइममा त्यस्तो एक्सपोजर थिएन।
एक्सपोजर नभएकोले गर्दा पनि मान्छे अलिकति के हुन्छ मोटिभेसन कसरी आउँछ मान्छेलाई एक्सपोजर भएपछि लाइक तपाईँलाई मान्छेले चेयर गर्यो न तपाईँलाई मोटिभेसन आउँछ अब हाम्रो बेलामा त्यस्तो चेयर फेर केही हुने थिएन फर इक्जाम्पल फ्यान बेस पनि त्यस्तो थिएन चिन्ने मान्छेले लाइक गर्थ्यो अब ग्राउन्ड हेर्न आउने जसलाई क्रिकेट क्रेजी मान्छे अब त्यो आफ्नो एउटा अब जसरी विराटनगरमा हाम्रो बिवाइसिसी वाइसिसी क्लबहरू थुप्रै हुन्थ्यो होइन त्यसमा म त वाइसिसी रिप्रेजेन्ट गरेको हामी त नेपालमै नम्बर 1 क्लब थियौँ त्यो सबै कुराहरू त्यो लाइफ चाहिँ अहिले पनि छैन अनेस्टली हेर्नुहुन्छ भने त्यो लाइफ अहिले हुनुपर्छ अहिलेको क्रिकेट त्यति गतिमा नलिएको कारण यो एरियाको यही हो क्लब क्रिकेटहरू पुरा जिरो भयो त्यो क्लब क्रिकेटले के हुन्छ मान्छेलाई इन्थुजियाजम जगाउँछ अहिलेको क्रिकेट के भइसक्यो सेन्ट्रलाइज भइसक्यो एउटा क्रिकेट हुन्छ नि मान्छेलाई त्यो हामीलाई थाहा पनि हुँदैन कहाँ भइरहेको छ 1 नम्बर प्रदेशमा त धेरै मतलब हामीलाई त्यति भयङ्कर क्रिकेट भनेपछि त्यो छैन तर अहिलेको डेटमा इन टोटलमा हेऱ्यो भने अब बिकज फर्मेट्स धेरै भयो नि T20 को फर्मेट भयो यता तपाईँको 50 ओभर्सको फर्मेट भयो र अहिले अब यो एनपिएलले गर्दा प्लेयरहरूको मनमा रिप्रेजेन्टेसनको आइरहेछ अब जसरी ट्यालेन्ट हन्नुहुन्छ होइन अब हाम्रो एउटै उद्देश्य 1 नम्बर प्रदेशमा हामी कसरी क्रिकेटलाई ग्रो गरौँ तर अहिले मलाई लाग्छ अलिकति बिस्तारै बिस्तारै हामी एउटा पेसमा आइरहेछौँ एनपिएलले गर्दा मान्छेलाई इन्ट्रेस्ट भइरहेछ कि किनभने जब तपाईँ फिल्डमा हेर्नुहुन्छ कतिजना मान्छे आइरहेछ अहिले मान्छेलाई यो थाहा छ कि जस्ट लाइक डक्टर भन्नु इन्जिनियर भन्नु क्रिकेटर पनि बन्न सक्छ त पहिला र अहिलेमा यो फरक छ कि पहिला हामीलाई पढाइ पनि इम्पोर्टेन्ट थियो हाम्रो क्रिकेटबाट केही हुँदैन प्यासनलाई त्यतिखेर त प्यासनको रूपमा खेलिन्थ्यो धेरै त्यति बेला हामी वी आर प्लेइङ फर कन्ट्री बाई हार्ट द्याट्स अल अरू त्यसमा तपाईँ हामीलाई कुनै पैसा आउँछ कि या केही हामीले पाउँछ यसैलाई प्रोफेसन बनाउँछु भन्ने चाहिँ सोच त मलाई लाग्दैन कोही एकजना पनि होला त्यस्तो कि उसले प्रोफेसनल बनाउँछु भनेर सोचेर खेलेको होला बस खालि हो कि एक्सपोजर हुन्छ कन्ट्री रिप्रेजेन्ट गर्न पाइन्छ बाहिर दुनियाँ हेर्न पाइन्छ एउटा हुन्छ नि मान्छेलाई कि भैया राम्रो खेल्यो भने विदेश पनि जान पाइन्छ भन्ने मात्रै हो अब तपाईँको जेनेरेसनले पनि अथवा तपाईँहरू क्रिकेट खेलिराख्दा पनि चाहिँ अहिले जस्तो एक्सपोजर अहिले जस्तो चाहिँ जस्तो ट्यालेन्ट हन्टहरू हुन्छ तपाईँलाई चाहिँ हामीसँग चाहिँ एकाडेमीहरू छ होइन यो सोसल मिडियाले गर्दाखेरि चाहिँ ठुलो हाइप पनि जेनेरेट हुन्छ त्यसले गर्दा पाउने अन्य हुन्छ नि विज्ञापनदेखि लिएर एक्सपोजरहरू छन् अब त्यो बेला यस्तै खालका एक्सपोजरहरू अथवा यस्तै खालका क्रिकेटिङ इन्फ्रास्ट्रक्चरहरू भइदिएको भए चाहिँ नेपाल क्रिकेट चाहिँ अलि अगाडि नै हामी अहिले जहाँ छौँ त्योभन्दा माथि पुग्छौँ जस्तो लाग्छ यति कुरा त्यति बेला भएको भए हामी अहिले टेस्ट प्लेइङ कन्ट्री भइहाल्थ्यौँ त्यसमा कुनै दुई मात्रै छैन कहिलेकाहीँ चाहिँ अलिकति समयभन्दा अगाडि नै जन्मिन्छ जस्तो लाग्छ हरेक कुरा होइन हरेक कुराको इन्भेस्टमेन्ट हुन्छ कि तपाईँ एउटा कुरा राम्ररी बुझ्नुहोस् कि हामी कहाँ स्ल्याक गऱ्यौँ हामीले अन्डरएस्टिमेट गऱ्यौँ क्रिकेटलाई त्यति बेला हामीले त्यसलाई एउटा खालि त्यो यो एसिसीको यो टुर हो आइसिसीको यो टुर्नामेन्टको यो वर्षभरिमा 3टा प्रोग्राम हो या वर्षभरिमा 4वटा प्रोग्राम हो यसलाई गर्ने हिसाबले मात्रै गए क्या मान्छेहरू त्यति बेलादेखि इन्फ्रास्ट्रक्चरको कसैले प्लानिङ गरेन नभए पुरा देशमा एउटा ट्यु मात्रै ग्राउन्ड हुन्छ आज मैले 2000 को कुरा गर्दैछु 25 वर्ष भइसक्यो 25 इयर्स नट अ जोक 25 वर्षमा त पुरा दुनियाँ पल्टिन्छ कन्ट्री नै पल्टिहाल्छ 50 वर्षको चाइनाको इतिहास छ हेर्नुहुन्छ भने 50 वर्षमा चाइना आफूले चेन्ज गर्यो जुन हिसाबले आज अमेरिका पछि चाइनाको नाम आउँछ भने के कारणले आउँछ फर इक्जाम्पल इन्डियालाई हेर्नुहोस् कति फास्ट ग्रोइङ कन्ट्री हो अहिलेको डेटमा इन्डियाको इन्फ्रास्ट्रक्चर हेर्नुहोस् क्रिकेटको डेभलपमेन्ट हेर्नुहोस् इन्डियामा हरेक ठाउँमा एउटा बच्चाको अहिलेको डेटमा इन्डिया बेस्ट इक्जाम्पल हो हामीलाई त हामी त तुरन्त जान सक्छौँ नि इन्डिया कुनै एरिया पनि हामीलाई सजिलो पनि छ कुनै हिसाबले पनि हामी जान सक्छौँ त्यहाँको एकाडेमीमा हामीलाई एप्रोच छ हरेक कुराको एडभान्टेज छ बढी टाढा जानै पर्दैन तपाईँ यहाँ पटना गइहाल्नुहोस् क्रिकेट कसरी खेल्छ मान्छे बुझ्छ हामीले इन्फ्रास्ट्रक्चरमा इन्भेस्टमेन्टै गरेनौँ इन्फ्रास्ट्रक्चरमा इन्भेस्टमेन्ट भएको भए त आफै तपाईँको सबै कुरा हुन्छ नि अब त्यो एकाडेमी अहिले जस्तो भइदिएको भए यो भइदिएको भए त हामी अलमोस्ट अहिले जुन हामी चरणमा छौँ त्यो मलाई लाग्छ एल्फाबेटिक चरणमा छौँ एल्फाबेटिक मिन्स ABCD को चरणमा छौँ अहिले हामी र त्यो चरण त्यति बेला सुरु भएको भए अहिलेसम्म हामी MBA पास भएर अगाडि निक्लिहाल्थ्यौँ त्यही त मैले सोधेको प्रश्नमा चाहिँ अलिकति अगाडि नै जन्मेछु जस्तो जस्तो अहिलेको बेलामा चाहिँ यहाँहरू खेलिराख्नु भएको भए चाहिँ यो खालको एक्सपोजर यो खालको होइन यो खालको एक्सपोजर हो त्यो ग्यारेन्टी हो कि राम्रो लेभलमा क्रिकेट खेलिन्थ्यो अहिले त प्यासनलाई नै प्रोफेसन जस्तो क्रिकेट पनि चाहिँ एउटा प्रोफेसन हुन सक्छ भन्ने कुरा त हैन अब इस्टाब्लिश नै होइन मलाई लाग्छ हाम्रो पालामा अब यो अहिलेको फिलिङहरू आएको भए त्यति बेलामा 2-4 जना हामी अर्कै लेभलमा खेल्थ्यौँ किनभने खेल मात्रै गेमले हुँदैन दिमाग पनि युज गर्नुपर्छ हाम्रोमा धेरै मान्छेमा ट्यालेन्ट छ तर त्यसले ब्रेन युज गर्दैन हामीले धेरै राम्रो राम्रो प्लेयरहरू पनि हेऱ्यौँ मल्टी ट्यालेन्टेड हाम्रो टाइममा तर उनीहरूमा ब्रेन थिएन ब्रेन नभएकोले गर्दा उनीहरू
आफूमा भएको क्वालिटीलाई इभ्यालुएट गर्न सकेन। अब फर इक्जाम्पल त्यो गेम स्पोर्ट्स आज हामीले खेलेको भए डेफिनेटली हामी वर्ल्डको अरू लिगहरूमा पनि हामी समावेश हुन्थ्यौँ। अब नेपाली क्रिकेट टिमको राइजलाई चाहिँ कसरी हेर्नुहुन्छ? त्यो बेला जहाँ चाहिँ 2-4वटा मात्रै चाहिँ टुर्नामेन्टहरू हुन्थ्यो एसिसीको, त्यस पछाडि चाहिँ डिभिजन 5 आयो, डिभिजन 5देखि अहिले चाहिँ हामी विश्वकप खेल्नेसम्म पुगिसकेका छौँ होइन। लगातार दोस्रो पटक योपालि हामी विश्वकपमा पनि सामेल हुँदैछौँ। यो राइजलाई चाहिँ एज अ एक्स क्रिकेटर चाहिँ कसरी चाहिँ हेर्नुहुन्छ तपाईँले? राइज भयो क्या, तर बिचमा आजभन्दा 3-4 वर्ष अगाडि राइज भयो। एकचोटि हेर्नु राम्ररी बुझ्नुलाई स्ट्याटिक्स हेर्नुहुन्छ भने 4 इयर्स अगाडि हामी सायद 13th या 14th ऱ्याङ्कमा आयौँ मेरो विचार, या 12th या 13th, मलाई त्यो एकचोटि त्यो हेरेर थाहा हुन्छ होइन। हामी फेरि 4 ऱ्याङ्क तल झरेको छौँ अहिले। जसरी जुन ओमान, युएसए, यो तपाईँको युएसँग हाम्रो टक्कर हुन्थ्यो, हामी हार्थ्यौँ पनि जित्थ्यौँ पनि, यो हुन्थ्यो होइन। तर एक टाइम यस्तो बिचमा आयो कि हामी युएलाई कन्टिन्यू हराइदियौँ। एकदम राम्ररी एनालाइसिस गर्नु कि त अहिले हामी फेरि त्यो मतलब हाम्रो जुन हामीले हाम्रो स्ट्रेन्थ जुन एक ठाउँमा पुगिसकेका थियौँ नि, त्यहाँबाट हामी फेरि लुज गरेर हामी 2-3 तल आयौँ क्या। अब हामीलाई पहिला यो मैले अहिले पनि भने नि, जसरी एकाडेमिजहरू इन्डियामा एनसिए छ नि, नेसनल क्रिकेट एकाडेमी हरेक ठाउँमा हुन्छ। फर इक्जाम्पल हामीलाई 7-8वटा प्लेसमा गभर्मेन्टको एकाडेमी हुनु पऱ्यो। त्यसले गर्दा 365 दिन त्यहाँ एउटा इन्भाइरोमेन्ट वर्क खेल्नेको लागि हुनु भयो। माइनु अफ सिजन पनि छ भने मान्छे घरमा पनि छ भने गएर जिम गर्यो, भित्र बलिङ मसिनमा प्र्याक्टिस गर्यो, केही न केही गरिराख्ने स्थिति आउनुपर्छ। त यो सबै कुराहरू अन्डर कन्सिडरेसनमा आउनै पर्छ। जस्तो कोशी प्रदेश यहाँले पनि भन्नुभयो, कोशी प्रदेश चाहिँ एउटा क्रिकेटको चाहिँ उर्वर भूमि थियो। यहाँबाट चाहिँ धेरै क्रिकेटरहरू पनि जन्मिए, खेले नेपाली टिमको लागि। कुनै बेला चाहिँ नेपाली टिममा चाहिँ आधाभन्दा बेसी चाहिँ पूर्वबाटै अथवा कोशी प्रदेशबाट थियो। अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ हामी हार्डली 1जना या 2जना मात्रै पाउँछौँ। यो कोशी प्रदेशको क्रिकेट डाउनफलको चाहिँ अलिकति यहाँले विश्लेषण गर्नुपर्दा चाहिँ के हुन्छ चाहिँ? मलाई लाग्छ कि जसरी पहिला क्लब क्रिकेट राम्रो हुन्थ्यो नि, क्लब क्रिकेट हुन्थ्यो भने त्यहाँ टुर्नामेन्टहरू पनि यहाँ हुन्थ्यो होइन। टुर्नामेन्ट गराउने माहौल पनि राम्रो हुन्थ्यो। यहाँ बिहारको टिमहरू पनि आउँथ्यो खेल्ने। त्यो एउटा अलग प्रकारको एउटा हिसाब किताब थियो। जसरी अब हाम्रो सिनियरहरू, हामीभन्दा धेरै सिनियरहरू पनि हामीसँग खेल्नुहुन्थ्यो। त्यो एउटा बेन्चमा बसेको थियो। एउटा 2 o'clockदेखि 6 o'clock हाम्रो रेगुलर प्र्याक्टिस हुन्थ्यो। हामी पाण्डे निवासमा प्र्याक्टिस गर्थ्यौँ, पहिला एलपी गोलामा प्र्याक्टिस गर्थ्यौँ, सेन्ट मिरानमा प्र्याक्टिस गर्थ्यौँ। एउटा क्रिकेट मलाई जहाँसम्म लाग्छ एउटा ग्राउन्ड धेरै ठुलो रिजन हो। किनभने सेन्ट मिरान छोडिसकेपछि हामीसँग ग्राउन्ड भएन, ठुलो ग्याप भयो ग्राउन्डको। एउटा ग्याप हुन्छ नि, किनभने जब खेल्ने ठाउँ हुँदैन भने मान्छे त्यो बिस्तारै 1 महिना 2 महिना 6 महिना बित्यो भने त्यही मैले भने इन्फ्रास्ट्रक्चरको कमी। अब ग्राउन्ड कहाँ, हवाई फिल्ड को जान्छ? लजिकल कुरा होइन। एउटा हाम्रो एपिएफको उता ग्राउन्ड छ त्यहाँ, त्यो वर्षमा एकवटा टुर्नामेन्ट अहिले त्यहाँ भइरहेछ फर इक्जाम्पल। त्यहाँ को जान्छ? त्यो एरिया वाइज क्रिकेट भयो। तर सेन्ट मिरान यस्तो ठाउँ थियो जहाँ हरेकजना पुग्थ्यो होइन। म त मेरो लाइफ नै सेन्ट मिरानमा बिताएको छु। अब त्यसको लागि त कुनै हामी प्र्याक्टिस गर्थ्यौँ, सबै कुरा त्यहाँ गर्थ्यौँ। बिचमा सेन्टर विकेट म्याच भइहाल्थ्यो। एउटा माहौल अलग थियो। मलाई के लाग्छ कि सेन्ट मिरान र जुन अहिले हामीले बैद्यनाथपुरको ग्याप जुन छ नि, त्यो ग्यापले एउटा त ग्राउन्डको समस्या पारिदियो। अर्को कुरा जुन लिगेसी थियो क्लबहरूको, बीवाइसिसी, वाइसिसी, यिनीहरूको कोल्याप्स हुनु। राम्ररी तपाईँ स्टडी गर्नुहोस्, वाइसिसी, बीवाइसिसी, अभिवादन, गुरास, यो सब त कोल्याप्स भयो नि। कुनै जुन इनर्जी, जसरी इक्जाम्पल म खेलिरहेको छु भने म सँगसँगै जुनियर मसँग जोइन गर्यो भने भोलिको डेटमा ऊ सिनियर आउँछ र फेरि पछाडि कोही जुनियर जोइन गर्छ, तब न त्यो क्लब पनि इस्टाब्लिस हुन्छ या त्यो एउटा स्ट्रक्चर भन्छ। त्यो ठुलो ग्याप भयो। मलाई लाग्छ 2004-05देखि 2015सम्म यो ग्याप भयो कि ठुलो। 10 years हामी ग्यापमा बस्यौँ पुरै। 10 पनि होइन, 12, 13, 14 years भनौँ नि लगभग। अहिले पनि ग्याप छ, तर अहिले पनि फेरि पनि क्रिकेट अब एउटा माहौल क्रिएट भइरहेछ। हल्का टुर्नामेन्टहरू पनि हामी हेर्न पाउँछौँ। यङ्स्टरहरू पनि आफूलाई इनर्जेटिक पुस गर्ने प्रयास गरिरहेछ। अब हामीलाई धेरै सुन्नु पनि पर्छ, यो 1 नम्बर प्रदेशबाट प्लेयर सेलेक्सन भएन, यो भएन, त्यो भएन। प्लेयर राम्रो हुन्छ भने कुनै टिमले पनि प्रदेश हेर्दैन कि ललित राजवंशीलाई कसैले प्लेयर हेर्छ? हाम्रै हो नि, हाम्रै प्रदेशको हो नि। अब चिठामा परेन, तर हि इज अ क्वालिटी बलर। हामीसँग पनि अरू प्रदेशको पनि खेलाडीहरू। अब हामी जब तपाईँ एनपिएलमा बस्नुहुन्छ सेलेक्सनको टिममा, त्यहाँ सबै प्लेयर बराबर हो।
हाम्रो तिम्रो हुँदैन, वी आर वान, आवर कन्ट्री इज फर्स्ट होइन। त्यसमा हामीले एउटा टिम स्ट्रङ बनाउन लागि अल्टिमेटली विराटनगर किङ्स जित्यो भने त नाम त विराटनगरको हुन्छ नि, 1 नम्बर प्रदेशको नाम हुन्छ नि। यो सब त हामीले बुझ्नै पर्छ र टिममा कम्प्रोमाइज हुँदैन। यो हाम्रो जुन हामी के ल्याप्सेस गऱ्यौँ हामीलाई त्यो बुझ्नु पऱ्यो र अब एक मिनट अगाडि के कुरा भयो त्यसलाई याद गरेर केही हुँदैन। हामी अहिले जुन गर्न खोजिरहेछौँ त्यसलाई अरू बेटर गर्ने प्रयास गरौँ, एकअर्काको हातको मालो गरौँ र अगाडि बढौँ। अहिले उदयपुरमा पनि क्रिकेट भइरहेछ, इलाममा पनि भइरहेछ। पहिला यो सब सेक्टर थिएन नि हाम्रोतिर पनि। पहिला धरानमा बढी क्रिकेट हुन्थ्यो, आज धरानमा त्यति क्रिकेट छैन। पहिला इटेनीमा क्रिकेटै थिएन, अहिले क्रिकेट छ इटेनीमा। त्यो सिफ्ट हुन्छ क्या, यो एउटा त्यो 10 वर्ष 20 वर्षको एउटा क्राइटेरिया हो, त्यो सिफ्ट भइरहेको छ। अहिले मेचीमा राम्रो क्रिकेट भइरहेछ, भद्रपुरमा उता काँगरभिट्टामा राम्रो क्रिकेट भइरहेछ। त हामीलाई यो लजिकल बुझ्नुपर्छ कि हामीलाई एक तरिकाले नसोचेर अब मल्टिपल तरिकाले सोचेर अब यहाँ सानो सानो पकेटको ग्राउन्डलाई पनि युज गर्नुपर्छ। अल्टिमेटली हामीलाई डेभलपमेन्ट यसरी नै हुन्छ। अब यहाँ एउटा फिक्स कोच भइदिएको भए, क्रिकेट नेपालको तर्फबाट एउटा फिक्स कोच 12 महिनाको लागि 1 नम्बर प्रदेश, उसले 1 हप्ता विराटनगर बस्ने, 1 हप्ता यहाँ जाने, 1 हप्ता, यो सब डेभलपमेन्टको पार्ट हो क्या, बिस्तारै बिस्तारै हुनुपर्ने हो। अब एनपिएल यहाँले भन्नुभयो गत वर्ष एनपिएल सिजन 1 भयो, त्योभन्दा अगाडि पनि चाहिँ यहाँले विभिन्न फ्रेन्चाइजमा चाहिँ टिम पनि होइन लिनुहुन्थ्यो। यहाँले एउटा क्रिकेटप्रतिको त्यतिखेर पुरानो नै लगाव छ यहाँलाई होइन। यहाँ चाहिँ अहिले व्यवसाय गर्नुहुन्छ तर क्रिकेटलाई पनि चाहिँ लगातार नै यहाँले सपोर्ट गरिराख्नु भएको छ। त्यो पार्टमा चाहिँ अब विराटनगर किङ्स टिम फर्म गर्दाको भिजन के थियो यहाँको, जुन तपाईँहरूको म्याड ड्रिम स्पोर्ट्स भन्ने एउटा कम्पनी पनि खडा गर्नुभएको छ, यसको उद्देश्य के थियो, कसरी टिम फर्म गर्नुभयो? एकदम सिम्पल भन्छु होइन, म क्रिकेट छोडिसकेपछि क्रिकेटको लगाव सबलाई थाहा छ। आई क्यान डु एनिथिङ फर क्रिकेट। मलाई त्यसको एडभान्टेज डिसएडभान्टेज मलाई के मतलब हुँदैन, किन हाम्रो क्रिकेटमा पनि पक्ष विपक्ष धेरै छ। एउटै ठाउँमा 4 जना मान्छे उत्तर पूर्व पश्चिम उत्तर दक्षिण हिँड्ने मान्छेहरू छन्, तर मेरो लागि सब बराबर, किनभने मेरो सबसँग राम्रो सङ्गत छ, सबसँग राम्रो रिलेसन छ। हाम्रो एउटै उद्देश्य हुन्छ क्रिकेट अगाडि बढोस्। मैले छोडिसकेपछि पनि मैले हरेक प्रकारले मेरो आफ्नो क्षमता अनुसार मैले क्रिकेटलाई जहिले पनि सपोर्ट गरेँ। पिपिएलमा मेरो टिम थियो, डिपिएलमा मेरो टिम थियो, त्यो बाहेकको अरू टुर्नामेन्ट्सहरूमा मैले आफ्नो लेभलमा सहयोग गरेँ। त्यो मेरो नेचर हो, किनभने मैले संसारमै नाम आफ्नो एक लेभलको जुन क्रिएट गरेँ, क्रिकेट खेलेर कन्ट्री रिप्रेजेन्ट गरेर, त्यो त मेरो लागि एसेट्स हो नि। अब कुनै एसेट्स बाई गड ग्रेस म ईश्वरको कृपाले र पशुनाथको आशीर्वादले कन्ट्री रिप्रेजेन्ट गर्ने सौभाग्य पाएँ र आफ्नो देशको प्राइड आफूलाई लाग्छ भने म आज राम्रो बिजनेस गरिरहेको छु, त मेरो दायित्व पनि बन्छ। किनभने जुन खेलले मलाई नाम दियो त्यो खेललाई म पनि त के दिन सक्छु नि। फर इक्जाम्पल पारस खड्का त उसले खेलपछि अब आज के दिइरहेछ, एनपिएलमा एउटा आफ्नो एक्सपोजर दिइरहेछ, श्रम दिइरहेछ। धेरै प्लेयर छ, शक्ति गोचन एउटा इक्जाम्पल छ, एकाडेमी चलाएर बसिरहेछ। दिपेन्द्र चौधरी हाम्रै एनपिएलमा हामीसँग आबद्ध हुनुहुन्छ। थुप्रै प्लेयर, विनोद दास एक्टिभ क्रिकेट एनपिएललाई सक्सेस पार्नमा उसको पनि ठुलो योगदान छ। तपाईँ त्यस्तो धेरै इक्जाम्पल लिनुहुन्छ। वी अल आर इन्टु सेम टाइम, हामी सबै एउटै टाइमको प्लेयरहरू छौँ। त्यो ब्याच आज नेपालमा क्रिकेटलाई डेभलप गर्नमा धेरै ठुलो योगदान दिइरहेछ। त यो एउटा भित्रबाट आउने कुराहरू क्या, यसमा कम्प्रोमाइज चाहिँ हुँदैन। यो एमएडीको जुन कुरा भन्नुभयो तपाईँले, अब त्यहाँ त्यो बिडिङको बेला आयो, बिडिङमा त तपाईँ कम्पनी दर्ता गराउनुपर्छ नि। पहिला एउटा कम्पनी भएन, हामीले त्यहाँ जाने हो। त मैले 2टा परिवारलाई एप्रोच गरेँ, किनभने उहाँहरू मेरो नजिक पनि हुन्छ र म जहिले पनि कुनै पनि पहिला म डिपिएल र पिपिएल हुने बेलामा पनि मलाई उनीहरूले सहयोग गर्थ्यो। सरी, पिपिएल हुने बेलामा मसँग मुन्द्रा फ्यामिली मसँग जुडेकै थियो, त्यो पिपिएल हुने बेलामा त उहाँले पनि सहयोग गर्नुभयो। त मेरो पहिला सबभन्दा पहिला, किनभने बिडिङ जानु छ, पर्नु नपर्नु सेकेन्डरी म्याटर हो, तर टिम त बनाएर जानु पर्यो। हामीले रिप्रेजेन्ट गर्छौँ भने एक्लै त मान्छे गर्न सक्दैन। प्लस जसले सुरुदेखि मलाई सपोर्ट गर्यो, त मैले सोचेँ मैले मुन्द्रा फ्यामिली एप्रोच गरेँ, हाम्रो देवनारालाई र यता म्याजिक चप्पललाई। त हामीले नाम कसरी राखौँ भनेर अब अरियन्त हाम्रो ग्रुप पर्यो, एमएडी मतलब एम भयो तपाईँको मुन्द्रा ग्रुप, सरी एम भयो म्याजिकको ग्रुप भयो, एक ए भयो हाम्रो अरियन्त, र डी भयो देवेनाराको, उनीहरूको आफ्नो एउटा ग्रुपको नाम छ देवेनारा। त एमएडी भनेर हामी राख्यौँ, एउटा सजिलो हुन्छ सबलाई। पछि यही यसैमा हाम्रो एमएम प्लास्टिक पनि जुड्नु भयो, सूर्य दाइ त एम मिल्यो। अगाडि हामीलाई केही त्यसमा चेन्ज गर्नु परेन। यही हिसाबले हामीले एउटा समावेश तरिकाले, र यो लिग हुन्छ र यसमा म केही हामीलाई धेरै ठुलो यो
भइहाल्छ या यसमा केही एडभान्टेज आउनेवाला छ भनेर केही गरेको छैन। यो नर्मल बिडिङ गरेको आफ्नो हामीले पायौँ। मेरो लागि त यो पिपिएल जस्तै थियो। पोखरा प्रिमियर लिगमा म धनगढी प्रिमियर लिगमा मैले टिम लिएर मेरो लागि सेम त्यस्तै थियो, किनभने म पहिला पनि 2टा लिगमा म त्यो लिगमा पनि हामीले पैसा लगायौँ। त्यो हामीलाई के लाग्छ लाग्दैन, अब त्यो जसरी भए पनि क्रिकेट होस्, एउटा क्रिकेटप्रतिको माया। अब त्यहाँ पनि खर्चै लाग्थ्यो, उठ्ने 20% मात्रै थियो। त यो सबै कुरा यो एमएडीको चाहिँ अहिले अब आफ्नो एउटा, तर यो एनपिएलको एउटा एडभान्टेज के छ कि यो कन्ट्रीले गराएको टुर्नामेन्ट हो, यसको एउटा भ्याल्यु हुन्छ, यसको एउटा आफ्नो एउटा लेभल हुन्छ। जसरी बिग ब्यास भयो अस्ट्रेलियामा गराउने, आइपिएल भयो इन्डियामा गराउने। यता यो एनपिएल सुरु भएपछि चाहिँ नेपाली क्रिकेटमा यसको पोजिटिभ साइड्सहरू चाहिँ कतिको देख्नुहुन्छ? हेर्नु, पोजिटिभ साइड्स जहिले पनि हुन्छ। इन्डियाले 1983 मा वर्ल्ड कप जितेपछि त मान्छेले आफ्नो छोराछोरीको नाम नै गावस्कर र कपिल देव राख्न थालियो, इक्जाम्पल होइन। यो त रिभोल्युसन कसरी आउँदैन। एनपिएल आजको डेटमा तपाईँ डायरीमा नोट गर्नुहोस् यो कुरालाई, बिकज अफ एनपिएल बच्चाहरूको दिमागमा क्रिकेटर बन्न सक्छु भन्ने सपना चाहिँ उनीहरूले लिन सकेको छ। एकदम रियल कुरा हो। किन हो? उसले के बुझ्छ कि म एउटा डक्टर भयो भने के आउने हो, एउटा इन्जिनियर भए के आउने हो। डक्टर इन्जिनियर एक लेभलमा पिएचडी सिएचडी गरेर 28 वर्ष 29 वर्षको उमेरमा डक्टर बन्छ मान्छे। त्यो तर क्रिकेटमा खेल्यो भने त 16 वर्षको उमेरमै गइहाल्यो नि, 14 वर्षमै गइहाल्यो नि। जबसम्म त्यो डक्टर बन्छ तबसम्म त्यो स्टार बनिहाल्छ। नाम, पेसन, पैसा सबै कुरा छ त्यसमा। सबभन्दा ठुलो कुरा त मान्छेको नाम हुन्छ नि। एउटा आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्नु, आफ्नो फ्यामिलीलाई, आफ्नो कम्युनिटीलाई, आफ्नो सोसाइटीलाई, आफ्नो ठाउँलाई, त्योभन्दा प्राइडको। तपाईँ र मैले पनि पैसा अर्न गर्ने या केही गर्ने हाम्रो उद्देश्य के हो? अल्टिमेटली मान्छे तपाईँलाई चिन्नु यही न हो। त्यो बाहेक के हुन्छ? त्यसको हिसाबले अहिलेको डेटमा वी आर डुइङ गुड एन्ड वी विल डु। अब विराटनगर किङ्सले पहिलो सिजन खेल्यो, पहिलो सिजनमा त्यति राम्रो प्रदर्शन गर्न सकेन नै भनौँ हाम्रो टिमले। कसरी समीक्षा गर्नुहुन्छ पहिलो सिजनको? हामी राम्रो गर्न सकेनौँ भन्न मिल्दैन। हामीले 3 गेम जित्यौँ, 3टा क्लोज गेम हामी हार्यौँ। एउटा हामी सुपर ओभरमा हार्यौँ, एउटा 3-4 रन त्यो काठमाडौँसँग जुन हार्यौँ। त्यो काठमाडौँसँग त हामी, मलाई लाग्छ हामी जित्नुपर्ने गेम थियो लास्टमा जुन हामी, किनभने त्यो एउटा भित्रबाटै मान्छे त्यति हुँदैन नि। जब एउटा टुर्नामेन्टबाट बाहिर भइसक्नु भयो तपाईँले, त्यो कहिलेकाहीँ के हुन्छ कि सबै कुरा तपाईँको हातमा हुँदैन। कहिलेकाहीँ केही मिलेको हुँदैन, कहिलेकाहीँ केही मिलेको हुँदैन। एफर्ट मान्छेले सबले दिएकै हुन्छ। यो हुन्छ नि कहिलेकाहीँ तपाईँ एफर्ट दिइराख्नु भएको त रिजल्ट आएन कि। अब केही न केही प्लस पहिलो टुर्नामेन्ट, पहिलो टाइम टिम कसरी लैजाने, प्लस त्यो वातावरण पनि अलिकति डिफ्रेन्ट हुन्छ। अब पहिलो लिगको अब जसरी हामी 3 म्याच जित्यौँ त अरूको कोही 2टा टिम त 2 म्याचमा पनि थियो इक्जाम्पल होइन। उनीहरू धेरै राम्रो खेलेको, रोहितको टिम त कति राम्रो खेलेको, तर पनि उनीहरू गर्न सकेन राम्रो। त यो सब पार्ट एन्ड पार्सल। यो त लिग त लामो जाने हो नि, म हरेक वर्ष हुने हो होइन। त कोही न कोही एकजना विनर हुन्छ र अर्को जुन सेकेन्ड नम्बर हुन्छ त्यहाँबाट सोच्ने कुरा आइहाल्छ कि हामीले के मिस्टेक गऱ्यौँ। अब हामीले गरेको मिस्टेक के मिस्टेक थियो, र फेरि मिस्टेक खालि सच्याएर हुँदैन। किनभने मान्नु योपालि पनि हामी राम्रो पर्फर्म गरेनौँ भने फेरि हामी सोच्ने स्थितिमा आउँछौँ नि। हामीलाई डबल सोचेर यो टिम बनाएको छ, बुझ्नु नि। लास्ट इयर हामीले के मिस्टेक गऱ्यौँ र यो 12 महिनामा के करेक्सन गर्नुपर्छ। अहिले मनोवैज्ञानिक के छ मान्छेको दिमागमा, ट्राई टु अन्डरस्ट्यान्ड मैले भन्न खोजेको। हामीले टिमलाई बनाउने बेलामा योपालि आफ्नो एफर्ट पुरा दियौँ, किनभने र धेरै कुरा त लटरीमा आउँछ नि। किनभने सबै प्लेयर तपाईँ बिड गर्नुहुन्छ, अब तपाईँको त्यो तपाईँको लक फेभर गर्दैन भने तपाईँ के गर्नुहुन्छ? हामीले नचाहेर त केही हुँदैन नि। धेरै टिममा ब्यालेन्सिङ भएको छ, धेरै टिम अनब्यालेन्स छ। 8को 8 टिम ब्यालेन्स छैन लोकल प्लेयर्सबाट, त त्यसमा तपाईँको हातमा केही छैन। अलिकति किस्मत पनि साथ दिनुपर्छ तपाईँले। योपालि सिजन 2 पनि सुरु हुन आँटेको, योपालिको अपेक्षा के छ? हाम्रो बलियो पक्ष के छ योपालि? मेरो विचारमा हाम्रो बलियो पक्ष धेरै, हामी कुनै पनि सिचुएसनमा टिमलाई जसरी भए पनि एडजस्ट गर्न सक्छौँ। त्यो हिसाबले टिममा क्यापेबिलिटी छ। ब्याटिङ र बलिङमा सबै तपाईँ मलाई केही भन्नु पर्दैन। जब तपाईँ आफै पनि क्रिकेटको लाई नजिकले चिन्नुहुन्छ, खेल्नु पनि भएको छ, त तपाईँलाई पनि त्यो मलाई भन्नै पर्दैन। जब तपाईँ 16 प्लेयरको लिस्ट हेर्नुहुन्छ विथ फरेन प्लेयर्स, त तपाईँ आफै पनि इभ्यालुएसन गर्न सक्नुहुन्छ। यो विकेट ट्र्याक के हो, म डे नाइट खेलिरहेको छु, नाइटको गेम हो मेरो, डेमा मेरो पहिलो बोलिङ आयो भने मसँग के हुन्छ, मेरो सेकेन्ड बोलिङ आयो भने। किनभने पहिलो म्याच त हामी हेर्न पाउँछौँ नि, हाम्रो त पहिलो म्याच छैन योपालि। हामी त फर्स्ट डेको इनिङबाटै हामीलाई ट्र्याकको नलेज भइहाल्छ अलिकति।
र कुन ट्र्याक हामीले पाउने हो त्यहाँ हामीले एकदम फिजिकली त ग्राउन्डमा देखिन्छ नि तपाईँको जब फर्स्ट डे तपाईँ म्याच हेर्नुहुन्छ भने त्यसको एक्सपिरियन्स पनि त काउन्ट हुन्छ नि अरूले खेलेको त हामीलाई एडभान्टेज हुन्छ लास्ट डे हामीले पहिलो म्याच खेल्यौँ योपालि हाम्रो चाहिँ सेकेन्ड डेको दिन डे नाइट म्याच छ लास्ट इयर हामीले धेरै कुरामा फर्स्ट म्याच हाम्रो थियो हामीलाई त्यति एक्सपेक्टेन्स विकेटको थिएन लास्ट इयर हामीले धेरै कुरा हामीले एक्सपेक्ट गरेँ हामीले सोललाई बोलायो हामीलाई के लाग्यो फास्ट ट्र्याक हुन्छ तर फास्ट ट्र्याक थिएन नि फुल स्पिनर ट्र्याक भयो लास्टमा यो सबै हाम्रो हातमा हुँदैन तर यो पालि हामीले कोसिस गरेको स्पिन फास्ट सबैलाई ब्यालेन्स गर्ने प्रयास गरेको छ र एउटा टिममा एउटा लिमिटेसन्स हुन्छ नि तपाईँले खेलाउने 11 प्लेयरलाई हो विदेशी 4 हो तपाईँको 7 जना लोकल हो तपाईँको बेन्च स्ट्रेन्थ के छ त्यो सबैलाई मर्ज गर्नुपर्छ कुनै राम्रो प्लेयर पनि कन्टिन्यू फ्लप हुनसक्छ कुनै अनएक्सपेक्टेड प्लेयर तपाईँलाई रिजल्ट दिइहाल्छ त्यो त पहिलो बल भएपछि मात्रै थाहा हुन्छ अब अलिकति चाहिँ एज अ ओनर चाहिँ यो फ्रेन्चाइज क्रिकेटमा चाहिँ च्यालेन्जेसहरू पनि होला हैन पहिलो सिजन सकिसकेको छ दोस्रो सिजन सुरु हुन आँटेको छ यो एज अ ओनर चाहिँ फ्रेन्चाइज क्रिकेटको अथवा एनपीएलमा ओनरलाई हैन अहिले धेरै च्यालेन्जेस किन च्यालेन्ज छ किनभने एक्सपेन्डिचर त रुक्दैन हामीले क्रिकेटलाई जुन लेभलमा पुर्यायौँ त्यहाँबाट हामीलाई कुनै 1% पनि हामी त्यसलाई झर्न दिने छैनौँ हैन त्यो च्यालेन्जेस त हुन्छ प्लस अहिले हाम्रो कन्ट्रीको एउटा अवस्था पनि फाइनान्शियली पनि सबले सोच्ने अवस्था छ त्यो बेलामा पनि हामीले हाम्रो फर्स्ट अहिले हाम्रो एनपीएलमा पनि सेकेन्ड सिजनमा हाम्रो एउटै उद्देश्य हो यो एनपीएलले कन्ट्रीलाई युनाइटेड पार्नमा हामी सबैलाई युनाइटेड गर्नमा एउटा हुन्छ नि एउटा ठुलो रोल प्ले गर्ने हो किनभने यो 1 महिनाको पुरा एउटा तपाईमा दिनभरि तपाईँ सेयर गर्नुहुन्छ टिमलाई त यो एउटा ठुलो एडभान्टेज हो हाम्रो लागि त यो मैले भने नि अहिलेको डेटमा हामी अहिले एउटै कुरा सोच्ने हो हामी कसरी युनाइट भएर बसौँ दोस्रो कुनै कुरै छैन त्यो युनाइट भएर बस्नमा एनपीएलले जुन काम गरिरहेछ एकदम राम्ररी बुझ्नु होला खेल भइरहेछ 1 महिनाको खेल हो मनोरञ्जन हो यसले सबलाई बाउन्ड गर्छ यानी इट मेक्स अस युनाइटेड भयो भने न हामी अगाडि बढ्छौँ हाम्रो कन्ट्री युनाइटेड भएर हामी सबै अगाडि बढ्छौँ भने न अगाडि बढ्ने हो त यो खेल यो माध्यम हो जसले हामीलाई युनिटीतिर लान्छ र यो हुनु पनि हाम्रो लागि बहुत राम्रो कुरा हो अहिलेको डेटमा कन्ट्रीको लागि त यो हाम्रो लागि यो एनपीएल कन्ट्रीको अगाडि त सानो हो नि तर यसले युनाइटेड गर्नमा हामीलाई हेल्प गर्यो भने त ठुलो कुरा हो नि त्यही भएर अहिले हामीले यो सोचेको होइन कि के हामीलाई अप्ठ्यारो भइरहेछ यो सिजन सहीले हेर्नुहुन्छ भने डिफिकल्ट छ तर हामीले त्यसलाई डिफिकल्ट च्यालेन्ज भनेको छैन हामीले यो बुझेको छ यो हामीलाई राम्रो मौका छ टफ टाइममा हामी एउटा राम्रो कुरा गरिरहेछौँ जसले गर्दा एउटा राम्रो मेसेज जान्छ मेन कुरा तपाईँ खालि हामीले फाइनेन्सियली हेर्नु हुँदैन हरेक कुरालाई तपाईँ त्यसलाई सूक्ष्म तरिकाले हेर्नुहुन्छ भने मलाई लाग्छ यो धेरै ठुलो प्लेटफर्म हो कन्ट्रीलाई अहिलेको डेटमा चाहियो पनि यही हो अब यो विराटनगर किङ्सले चाहिँ अलिकति ग्रासरुट क्रिकेटलाई डेभलप गर्ने भन्ने जुन रणनीति तपाईँहरूले लिनुभएको छ अथवा हामीले लिएको छौँ भनौँ न यो त्यसको लागि चाहिँ हामीले भर्खरै यो ड्रिम टु प्ले भन्ने एउटा टुर्नामेन्ट पनि आयोजना गऱ्यौँ भविष्यमा विराटनगर किङ्सको प्लान के छ कोशी प्रदेशमा चाहिँ स्कलरसिपहरू दिएर क्रिकेटरहरू निकाल्ने अथवा चाहिँ एउटा पर्फर्मेन्स सेन्टर बनाउने अथवा चाहिँ कुनै इन्फ्रास्ट्रक्चरमा डेभलपमेन्ट गर्ने के छ प्लान दाइ यसमा अहिले हामी एकाडेमी वाइज फोकस गर्दैछौँ ओके र अनेस्टली भन्छु भने एउटा खालि विराटनगर किङ्सले केही गर्न सक्दैन अल्टिनेटली हामी सबैको दिमागमा यो माइन्डसेट हुँदैन भने मैले पनि होइन म 50 वटा प्लेटफर्ममा एउटै कुरा भन्छु स्कुल क्रिकेट धेरै इम्पोर्टेन्ट छ जबसम्म स्कुलमा क्रिकेट जाँदैन हरेक स्कुल एउटा 1 लेभलको स्कुलले 1 लेभल पनि पढ्दैन ब्याट बलमा के 1 लेभल र 2 लेभल होइन ट्यालेन्ट त बच्चा कुनै ठाउँमा पनि हुनसक्छ एउटा भिलेजमा पनि एउटा ट्यालेन्ट आउन सक्छ एउटा टाउनमा पनि एउटा ट्यालेन्ट आउन सक्छ मेरो एउटै रिक्वेस्ट हो जति पनि स्कुल कलेजेस छ उनीहरूलाई एउटा क्रिकेटको एउटा सब्जेक्ट नै चलाइदिनुपर्छ उनीहरूलाई एउटा ट्रेनिङको लागि एउटा कोच हामीसँग यहाँ 5-10 वटा 15 वटा कोच एभाइलेबल छ 1 लेभलको उनीहरूले ट्रेनिङ दिन सक्छ ए लेभलका पनि 2-3 वटा कोच हामी पाउन सक्छौँ त गर्नु केही छैन एक्जाम्पल 15 वटा स्कुलले 20 वटा स्कुलले 1-1 घन्टा स्कुलमा ट्रेनिङ दिइहाल्यो स्पेस पनि बढी लाग्दैन 2टा विकेट सिमेन्टेड बनाउने हो तपाईँको त्यो हालिदिने नेट र सानो तिनो ग्राउन्ड त भइहाल्छ एउटा बेसिक क्रिकेटको नलेज हुनु जरुरी छ आफै त्यसपछि त्यो अर्को स्टेजमा गइहाल्छ जहाँसम्म विराटनगर किङ्सको कुरा छ हामी यो लास्ट इयरमा पनि केही न केही प्रोग्रामहरू कन्टिन्यू गरेको थियौँ र हाम्रो एउटा टिम छ जसले यो काम हेर्छ दिपेन्द्र चौधरीलाई मैले जिम्मा लगाएको छु त्यो काममा उहाँलाई हामीले यो जति पनि जिल्लामा घुमेर के हामी गर्न सक्छौँ कसरी हामी एकअर्काको पार्टनरसिपमा हामीले आफूले केही क्रिएट नगर्ने त्यो हामीले क्रिएट गर्नमै हाम्रो सब टाइम वेस्ट भइहाल्छ क्रिएटेड भएको काम भइरहेको क्षमतालाई अरू कति बेटर गर्न सकिन्छ
होइन त्यो इम्पोर्टेन्ट कुरा हो जसरी इक्जाम्पल कुनै एकाडेमी राम्रो गर्दैछ त भाइ त्यसमा के चाहियो जुन हामी उसलाई फेसिलिटेट गर्न सक्छौँ मेरो दिमागमा त यो सिजन 2 भइसकेपछि एउटा कुनै राम्रो एकाडेमीलाई बलिङ मसिन दिने मेरो मनमा छ अब भयो भने म एउटा यही प्रदेशभरिको एउटा बेस्ट एकाडेमीलाई एउटा बलिङ मसिन उपलब्ध गराउँछु कि त्यसले कमसेकम एउटा एडभान्टेज हुन्छ उसलाई र यही हो जसरी कुनै ठाउँमा एकाडेमी छ तर त्यसमा कुनै इन्फ्रास्ट्रक्चरको कमी छ त हाम्रो एउटा लेभलको बजेटलाई हामीले त्यसरी युज गर्ने हो हामीले कुनै एकाडेमी आफू क्रिएट नगर्ने हामी कुनै त्यस्तो केही नगर्ने अहिले हामी अन्डर 23 भनेर गरेको थियौँ यसरी ट्यालेन्टहरू बनाएर ट्राई गर्छौँ भयो भने एउटा विराटनगर किङ्सको बी टिम जस्तो बनाएर लोकल प्रदेशमा भोलिको डेटमा उसलाई त्यो टिमलाई मोबिलाइज गर्न सक्छौँ अब नेक्स्ट इयर त हाम्रो एउटा कुराहरू छ कि एक्जिस्टिङ प्लेयरहरूलाई त्यो प्लस लोकल ट्यालेन्टलाई जसरी अहिले मुम्बई लोकल ट्यालेन्ट पनि गएको थियो त्यो यो हामी खालि हल्ला गरेर हुँदैन हामीले काम गरेको छौँ हामीले हाम्रो दिमागमा यो हो कि अब जुन कुरा तपाईँको हातमा अहिले छैन अचानक त कुनै प्लेयर जन्मिँदैन नि आखिर यही जुन प्लेयरहरू छ यिनीहरूलाई ग्रुम गर्ने हो त हाम्रो दिमागमा यो छ कि हामीले 10-5 जना सोचेको छौँ कि यो ट्यालेन्ट छ त अब जसरी यो मुम्बई छ त हाम्रो फ्यामिली फेसिलिटेट गर्दैछौँ उता कुरा गरेर कि तपाईँहरू कुनै पार्ट बियर गर्नुहोस् कुनै पार्ट हामी बियर गर्छौँ किनभने एक्सपेन्सेस धेरै हाई छ आजको डेटमा एउटा प्लेयरलाई पनि त्यहाँ तपाईँको राख्नु मतलब इट इज भेरी बिग एक्सपेन्सेस त हामी कोसिस गरिरहेको छौँ कि त्यसले पनि हामीलाई हेल्प गरोस् र हामीले पनि यहाँबाट केही गरेर 4-5वटा लोकल ट्यालेन्टलाई बाहिर पठाएर ट्रेनिङ गराउने यो आउने सिजनमा हाम्रो त्यो प्रोग्राम छ दिमागमा छ हामी पर्सनली त्यसलाई सेलेक्ट गर्छौँ कसैको माध्यमबाट नगर्ने अब यो क्रिकेटको डेभलपमेन्टको कुरा गरिराख्दा एनपिएल कुरा गरिराख्दा एउटा छुटाउनै नहुने नाम छ पारस खड्का यहाँको नजिकको एउटा भाइ मित्र पनि हुनुहुन्छ पारस खड्काको जुन यो कन्ट्रिब्युसन भनौँ न उहाँले चाहिँ क्रिकेट आफ्नो करियरलाई नै होइन छट्याएर चाहिँ अहिले चाहिँ क्यानमा गएर चाहिँ उहाँले यो गरिराख्नु भएको छ यो कन्ट्रिब्युसनलाई कसरी तपाईँले चाहिँ सम्झिनुहुन्छ उहाँको हेर्नु सबको आफ्नो आफ्नो स्टाइल अफ वर्किङ छ होइन फर इक्जाम्पल मैले क्रिकेट छोडेँ म बिजनेसमा लागेँ अब पारसले क्रिकेट छोड्यो उसको दिमागमा क्रिकेटको लागि प्यासन छ केही कन्ट्रीको लागि कन्ट्रिब्युट गरौँ भने जसरी मैले कन्ट्रिब्युट गरेँ पिपिएलमा टिम लिएर डिपिएलमा टिम लिएर क्रिकेट कहीँ पनि हुन्छ भने कसैले आयो भने उसलाई के कसरी हेल्प गर्ने कहीँ स्पोन्सर व्यवस्था गराइदिने म मेरोमा जे क्यापेबिलिटी थियो मैले त्यसलाई युज गरेँ पारसमा जे क्यापेबिलिटी थियो उसले त्यसलाई युज गर्ने प्रयास गरिरहेछ अब उसले पहिला क्रिकेट छोड्यो हुनसक्छ 2-4 वर्ष अरू खेल्न पाउँथ्यो कि या आफ्नो इच्छा हुन्थ्यो भने मलाई लाग्छ 1-2 वर्ष मजाले कन्टिन्यू गर्न सक्थ्यो होइन अब उसको मनमा आयो होइन अब कन्ट्रीलाई केही सेवा गरौँ जसरी मैले के भने मैले मेरो एउटा तरिकाले कन्ट्रीलाई किनभने मैले नाम पाएँ अझ एउटा पेट्रियोटिक फिलिङ त आउँछ नि मान्छेलाई जब तपाईँ ग्राउन्डमा ओर्लिनुहुन्छ जर्सी लगाएर तपाईँको आफै तपाईँले त्यो आइहाल्छ आफै तपाईँलाई भन्नै पर्दैन होइन अब त्यो केसमा उसले गरेको हार्डवर्क यही हो कि उसले अब क्रिकेट छोड्यो अब उसको दिमागमा एउटै आयो कि जुनुन कि भैया मलाई अब केही क्रिकेटमा समर्पित भएर काम गरेँ भने कन्ट्रीको लेभल अफ क्रिकेट अर्को लेभलमा जान्छ भने क्यानमा आबद्ध भयो क्यानमा आएर आफू सेक्रेटरी बन्यो अब सोच्यो कि अब एनपिएल हुनसक्छ हि इज इन्टु राइट ट्र्याक उसको ट्र्याक राइट छ हामीले पोजिटिभली सपोर्ट गरिदिनुपर्छ अब हामी धेरै ठुलो कन्ट्री छैनौँ बहुत सानो कन्ट्री छौँ हामीसँग फाइनेन्सियली पनि प्रब्लम हुन्छ धेरै कुरा मिलाएर हामीलाई सबै कुरालाई मतलब बाहिरको एजेन्सीहरूलाई बाहिरको कन्ट्रीहरूलाई बाहिरका प्लेयर्सलाई बाहिरको आइसिसीलाई एसिसीलाई तपाईँले बोलीबाट जित्नुपर्छ त्यो सबै कुरा धेरै कुरा म्याटर गर्छ क्रिकेटलाई फस्टाउनु छ भने फाइनेन्स चाहिन्छ फाइनेन्सको लागि हामीलाई इन्फ्रास्ट्रक्चर चाहिन्छ इन्फ्रास्ट्रक्चर भएनस् हामीले गर्ने अब त्यसमा रोल कसको हुन्छ आइसिसीको हुन्छ एसिसीको हुन्छ हाम्रो लोकल गभर्मेन्टको हुन्छ हाम्रो सेन्ट्रल गभर्मेन्टको हुन्छ यसरी गरेर हामीले प्याकेज पाउने हो त्यो सबै गर्नको लागि एउटा राइट मान्छे त्यहाँ चाहिन्छ जसले प्रपर कम्युनिकेसन गर्न सक्छ होइन कहिलेकाहीँ के हुन्छ हामी गर्ने प्रयास गर्छौँ तर हामी कम्युनिकेसनमा विक हुन्छौँ र त्यसले गर्दा हाम्रो कुरा पुग्दैन यो होइन कि अरू कसैले गरेन होइन गर्यो होला तर उनीहरूको एप्रोच पुगेन मैले कसैलाई तल देखाउनु माथि देखाउनु कुरा होइन पारसको क्लियर टेन्डेन्सी के छ कि उसको एप्रोचिङ पावर राम्रो छ उसले कन्भिन्स गर्ने क्यापेसिटी छ उसलाई बोल्ने आउँछ उसले एउटा हाम्रो कन्ट्रीको रिप्रेजेन्टेसन गर्ने एउटा ठुलो फिगर हो कन्ट्रीलाई रिप्रेजेन्ट कसले गर्छ राम्रो गायककारले राम्रो खेलाडीले राम्रो स्विमरले एक्जाम्पल होइन यो कुनै साहित्यकारले कुनै हरेक प्रकारको आफ्नो आफ्नो कुनै माउन्ट एभरेस्ट चढेर कन्ट्रीलाई प्राउड गराइरहेछ त्यो यो सबै एउटा फिल्ड हो हाम्रो लागि त उनीहरू गहना हो नि एक्जाम्पल त त्यो हिसाबले ऊ लागेर हिज डुइङ गुड हामीलाई सपोर्ट गर्नुपर्छ हामीलाई जति सक्दो हामी नेपाल क्रिकेटलाई कुनै हिसाबले पनि मैले के भने एउटा स्कुलले पनि एउटा ग्राउन्ड गरेर सपोर्ट गर्न सक्छ वी अल आर गिभिङ समथिङ
इट इज नट द्याट आई एम ओन्ली गिभिङ अर यु आर ओन्ली गिभिङ, इट इज अल द्याट वी अल निड टु गिभ। हामी सबलाई केही न केही तपाईँले आफ्नो बच्चामा राम्रो ट्यालेन्ट छ त्यसलाई खेलाउँदै त्यो पनि तपाईँले दिनुभयो। कन्ट्री भोलिको डेटमा उसले कुनै ठुलो स्टार विराट कोहली जस्तो नाम कमाइदियो भने के चाहियो हामीलाई? एउटा प्लेयरले कन्ट्री चेन्ज गरिदिन्छ। तपाईँ याद गर्नु मेरो कुरालाई, एउटा प्लेयर जन्माइदिनुहुन्छ भने जसले दुनियाँमा नाम गर्छ भने कन्ट्रीको फेस चेन्ज भइहाल्छ। तपाईँ बुझ्नुहोस्, थुप्रै इक्जाम्पल होला फुटबलर्सहरू कहाँ कहाँको एउटा सानो सानो कन्ट्रीबाट आउँछ, उनीहरूको इमेजै चेन्ज हुन्छ। हेर्नुहोस्, एउटा राम्ररी बुझ्नुहोस्, स्पोर्ट्स यस्तो फर्टिलिटी हो कि त्यसले कन्ट्रीलाई अर्को लेभलमा लान सक्छ। हामीलाई मैले अस्ति पनि एउटा कार्यक्रममा भने, हामीले यहाँ टुर्नामेन्ट गराएर विदेशी यहाँ आएर गेम हेऱ्यो भने 1000 मान्छे आएर $1000 पनि खर्च गर्छ भने कति एमाउन्ट हुन्छ जोड्नुहोस्। त्यसरी नै बढ्ने हो, फेरि 10,000 आउँछ र $5,000 खर्च गर्छ स्पोर्ट्स टुरिज्मको लागि। त्यो हामीलाई चाहियो र हामीसँग के छैन आफै सोच्नु नि। यो त भन्दा सब थाकिसक्यो, हामीसँग के छैन? हामीसँग सबै कुरा छ। एउटा विदेशीले चाहिने यहाँ सुकुन शान्ति सबै छ। फ्युचरमा यसलाई अझै हैन राम्रोसँग हामीले प्राइभेट सेक्टर भएको नातामा मलाई लाग्छ कि जे हाम्रोमा एबिलिटी छ 8वटा ओनरले गरिरहेछ। ओके, एनपिएलमा सबै ओनरमा एउटा भित्रपट्टि फिलिङ छ कि कन्ट्रीमा राम्रो होस् र हामी हाम्रो पार्टबाट काम गरिरहेछौँ। जे गरिरहेछौँ वी आर ट्राइङ टु डु गुड। धेरै एजेन्सीहरू छ, सबको आफ्नो आफ्नो काम छ, गभर्मेन्टको आफ्नो काम छ, सबैको आफ्नो काम छ। अब हामीले गएर माग्ने, अब हाम्रो आफ्नै फाइनेन्सियल क्राइसिस छ कन्ट्रीमा, त अब गएर के माग्नु? लजिक हो नि, होइन? भन्नुहोस् त, धेरै ठाउँको कामहरू पेन्डिङ छ, रोडहरू त्यस्तै छन् स्थिति परिस्थिति, होइन? हामीलाई भोलि के हुन्छ भने पनि थाहा छैन। त्यो स्थितिमा त हामीलाई माग्नुभन्दा इम्पोर्टेन्ट हामीसँग जे छ त्यसलाई हामी सबै मिलेर स्ट्रङ बनाएर, किनभने मेहनत गरेपछि त रिजल्ट आउँछ क्या, मेहनत गरेपछि रिजल्ट आउने नै हो। अब हामी अलिकति दाइ फन र क्रिकेटसँग सम्बन्धित नै ऱ्यापिड फायर जस्तो गर्छौँ। दाइले म प्रश्न सोध्छु, दाइको दिमागमा जे आउँछ त्यही यहाँले भन्न सक्नुहुन्छ। अब पहिलो प्रश्न चाहिँ आफूलाई टिममा लिन चाहेको तर यो जुन अघि लकी ड्रको कुरा भएको थियो, लकी ड्रमा पर्न नसकेको प्लेयर एनपिएलमा को छ? ललित राजवंशी र एउटा दिपेन्द्र, दुईजना छ। दिपेन्द्र त अब मार्की नै भयो। ओके, अब तपाईँको खेल जीवन जब तपाईँले खेलिराख्नु भएको थियो त्यतिखेरको चाहिँ स्टाइलिस प्लेयर भनेर चाहिँ कसलाई चिनिन्थ्यो तपाईँको प्लेयर? नवीन घिमिरे। उहाँ पनि विराटनगरबाटै हुनुहुन्छ। ओके, विराटनगर किङ्समा चाहिँ सबैभन्दा मनपर्ने खेलाडी तपाईँलाई? विराटनगर किङ्समा सबभन्दा बढी मनपर्ने मलाई प्रतीश। ओके, अब तपाईँ बिजनेसमा पनि हुनुहुन्छ, क्रिकेटलाई पनि माया गर्नुहुन्छ। बिजनेस र क्रिकेट रोज्नु पऱ्यो भने के रोज्नुहुन्छ? 1000% क्रिकेट। ओके, अब यहाँको दुईवटा कम्पनी महालक्ष्मी केबल्स र नेमाटो टाइल्स भर्खर सुरु गर्नुभएको छ। दुईवटामा एउटा रोज्नु पऱ्यो भने के रोज्नुहुन्छ? महालक्ष्मी। ओके, अब तपाईँ खेलिराख्दाका दुईजना लेजेन्ड क्रिकेटरहरू रिकी पोन्टिङ र सचिन तेन्दुलकर, कसलाई रोज्नुहुन्छ? सचिन तेन्दुलकर। ओके, दुईजना बलर अनिल कुम्ब्ले र सेन वान, कसलाई रोज्नुहुन्छ? सेन वान। ओके, त्यसै गरी सन्दीप लामिछाने कि पारस खड्का, दुईजना तपाईँको नजिकको? पारस खड्का। ओके, अब विराटनगर किङ्सको चाहिँ को ओनर को हुनुहुन्छ जसलाई चाहिँ तपाईँले एक शब्दमा चाहिँ टिम बनाम भन्दाखेरि चाहिँ ही अर सी वाज रेडी? सबैलाई। ओके, भनेपछि एकदम सपोर्टिभ टिम नै पाउनु भएको छ यहाँले। अब विराटनगर किङ्स पछाडि चाहिँ एनपिएलमा चाहिँ अलिकति स्ट्रङ लाग्ने टिम तपाईँलाई को लागेको छ एनपिएल सिजन 2मा? सिजन 2मा मलाई अहिले पनि जनकपुर बुल्स नै मलाई राम्रो लागिरहेछ। एज अ टिम कम्बिनेसन, स्ट्रेन्थ कम्बिनेसन राम्रो छ उनीहरूको। ड्रिम इन्टरनेसनल प्लेयर जसलाई चाहिँ कुनै दिन चाहिँ म विराटनगर किङ्समा भित्र्याउँछु? विराट कोहली। ओके, नेपालबाट यहाँले क्रिकेट खेलिराख्दाखेरि चाहिँ एकदम सम्झन लायक क्षण चाहिँ एकदम प्राउड मोमेन्ट भएको बेला? सिङ्गापुरमा मैले 10 ओभरमा 4 रन दिएर 4 विकेट लिएर, 10 ओभर्स 4 विकेट लिएको मैले, 4 रन दिएको सायद, मलाई याद छैन, 4 या 5 रन होला। ओके, र हामी वर्ल्ड कप क्वालिफाई गऱ्यौँ, सेमिफाइनल जितेर हामी वर्ल्ड कप क्वालिफाई गऱ्यौँ। र एउटा मेरो बेस्ट मेमोरी छ, केनियालाई जितेर हामी सुपर 8मा गयौँ अन्डर 19 वर्ल्ड कपमा। त्यो केनियालाई जिताउने मैले बढी रोल प्ले गरेको थिएँ। त्यहाँ मैले 2 विकेट पनि लिएर एउटा उसको क्याप्टनलाई आउट पनि गरेको थिएँ। अब मान्छेको जीवनमा चाहिँ सबैको आफ्नो एउटा सपना ड्रिम हुन्छ। पारस लुनियाको सपना चाहिँ के हो?
मेरो सपना एउटै हो कि हाम्रो राष्ट्र समृद्ध होस् र 8वटा प्रदेशमा क्रिकेट ग्राउन्ड होस् र यहाँ वर्ल्डका टप क्रिकेटर्स आएर यहाँ क्रिकेट खेल्नु पर्यो। अबबाट हाम्रो देशमा पनि त्यस्तै क्रिकेटरहरू त्यो लेभलको क्रिकेट खेल्न पाओस्। ओके, अब यो यङ्स्टरहरूलाई चाहिँ यहाँले एज अ एक्स क्रिकेटर अथवा विराटनगर किङ्सको को ओनर पनि हुनुहुन्छ, के भन्न चाहन्छु जसले क्रिकेटमै भविष्य देखेर चाहिँ क्रिकेटर नै बन्छु भनेर लागिरहेको छ, उहाँहरूको लागि तपाईँको सन्देश के हुनसक्छ? मेरो एउटै कुरा हो, लाइफमा केही पनि गर्नु छ भने गिभअप गर्नु हुँदैन, कहिले पनि गिभअप गर्नु हुँदैन। बिकज जुन मैले पर्सेप्सन गरेको या मैले सोचेको धेरैचोटि के हुन्छ, हामी एक लेभलसम्म पुगेर फेरि हताश खाइहाल्छौँ, हामी फेरि ब्याक भइहाल्छौँ। तर मलाई लाग्छ कि अलिकति एक स्टेप अरू अगाडि आइदिएको भए वी माइट हेभ चेन्ज। त मेरो भनाइ एउटै हो कि पहिला तपाईँ आफूमाथि विश्वास गर्नुपर्छ कि म गर्न सक्छु र त्यसको लागि एफर्ट लगाउनुपर्छ। एफर्ट लगायो भने रिजल्ट आउँछ। दुई प्रकारको प्लेयर हुन्छ। म सबै खेलाडी हुन चाहनेलाई म एकदम राम्रो सजेसन दिइरहेको छु। एउटा हुन्छ नेचुरल ट्यालेन्ट, जसलाई गड गिफ्ट हुन्छ, जसको कसैको बलिङको एक्सनले गर्दा उसले एडभान्टेज पाउँछ, कसैको ब्याटिङ लाइक सेवाग भयो, बलिङमा पनि थुप्रै प्लेयरहरू मुरलीधरन भयो, इक्जाम्पल भनेको मैले। धेरै प्लेयरहरू गड गिफ्ट हुन्छ, तर 100मा 2टा प्लेयर गड गिफ्ट हुन्छ। 98 ले सङ्घर्ष गर्छ, एफर्ट गर्छ, एउटै प्रकारको सट 500 चोटि खेल्छ एक दिनमा। त्यो लेभलको उनीहरूको दिमागमा जुनुन हुन्छ खेल्न लागि। एउटै कुरा भन्छु, गिभअप नगर्ने प्लस खेल्दै जाने र आफूले सेलेक्ट गर्ने कि गर्नु के छ मलाई लाइफमा। क्रिकेटर बन्नु छ त बन्नु छ भने त्यही ब्यागलाई आफ्नो इन्जिनियरको इन्स्ट्रुमेन्ट बुझ्ने या डक्टरको के भन्छ त्यसलाई स्टेथोस्कोप बुझ्ने र त्यही हिसाबले जुनुनमा खेल्ने। र किनभने अहिलेको डेटमा खेलमा ठुलो स्कोप छ। डक्टर इन्जिनियरले जति पैसा लगाएर डक्टर इन्जिनियर बन्छन् त्यो पैसा निकाल्न उनीहरूलाई 20 वर्ष लागिहाल्छ। तर खेलाडीको लागि एउटा काम गर्यो भने उसले 16 वर्षमै थाहा भइहाल्छ उसले कस्तो काम गर्छ भनेर। उसको रिटर्न र रिजल्ट पनि राम्रो छ। भोलिको डेटमा कोच बन्ने भविष्य पनि हुन्छ, किनभने क्रिकेटका फर्मेट्स धेरै भइसक्यो आजको डेटमा। क्रिकेटमै फ्युचर हेर्न लागि म अहिले पनि भन्छु, इट इज नट अबाउट द्याट तपाईँ प्लेयर नै बन्नुहुन्छ र कन्टिन्यू रिप्रेजेन्ट गर्नुहुन्छ। तपाईँ स्टेट पनि खेल्नुहुन्छ भने इट इज भेरी गुड। तपाईँ लिग खेल्नुहुन्छ, NPL खेल्नुहुन्छ र या बाहिर गएर कहीँ खेल्ने अपर्च्युनिटी पाउनुहुन्छ, त्यो सबै एउटा अपर्च्युनिटी हो। त्यसलाई ग्र्याब गर्नुपर्छ एउटा सर्टेन टाइमसम्म, किनभने टाइम पनि यसमा एउटा फ्याक्टर हो। यङ क्राउड, यङ जेनेरेसनलाई बढी सपोर्ट पाउँछ। एउटा सर्टेन एज पछि मान्छेले, आजकल हामी पनि बुझ्छौँ यार किन रिटायर्ड हुँदैन भनेर, होइन? त्यो सबै कुराहरू बुझेर पोजिटिभ एनर्जीमा गर्नुपर्छ। यसमा अहिले धेरै स्कोप छ र हामी एउटा बिजनेस गर्ने मान्छेलाई छोड्नुहुन्छ भने एउटा सर्भिस होल्डरले पाउने स्यालेरी के हो? 30,000, 40,000, 50,000, 1 लाख, 2 लाख, 5 लाख। त क्रिकेटमा पैसा पनि छ। तपाईँले राम्रो खेल्नुहुन्छ भने तपाईँले लिगमा आउने चान्सेस पाउनुहुन्छ र आजको डेटमा सानो टुर्नामेन्टमा पनि मान्छेले पैसा पाउँछ। एउटा त्यो एडभान्टेज पनि भयो। अर्को कुरा, स्पोर्ट्समा इन्भल्भ हुनुहुन्छ भने ल ठिक छ, एउटा सर्टेन टाइमसम्म खेल्यो, त्यसपछि फेरि आफ्नो जबमा लाग्यो या बिजनेसमा लाग्यो भने, तर त्यसले डिसिप्लिन चाहिँ सिकाउँछ र लड्ने क्यापेसिटी बनाउँछ मान्छेलाई कि हार मान्नु हुँदैन, फेरि सङ्घर्ष गर्नुपर्छ, फेरि लड्यो भने फेरि उठ्नुपर्छ, फेरि भिड्नुपर्छ। र एउटै वर्ड हो, गिभअप। नेभर गिभअप। गिभअप गऱ्यो भने कुनै काममा पनि हामी सफल पाउन सक्दैनौँ। जति पनि हाम्रो यङ जेनेरेसन छ स्कुल कलेजमा पढ्ने, उनीहरूलाई एउटा आफ्ना लाइफमा एम हुन्छ। मेरो भनाइ स्पोर्ट्स रुच्ने मान्छेलाई पनि स्पोर्ट्स पनि एउटा एमको हिसाबले लाइफमा अब चाहिँ हामी स्पोर्ट्सलाई पनि एउटा एम बनाएर अगाडि बढ्न सक्छौँ। त्यही भन्न चाहन्छु। हस् दाइ, थ्याङ्क यू सो मच फर यर टाइम एन्ड युर इन्साइट्स। थ्याङ्क यू।